Hello and namaskar. Welcome back to Devika Souvenir once again. र आज चाहिँ तपाईँहरूलाई टाइम पनि देखाइदिउँ। टाइम यहाँ माथि हेर्नुभयो भने 5:15 भइरहेको छ। र आज चाहिँ मेरो छोरीको 2026 को फर्स्ट आउटिङ र म चाहिँ अब हामी 8:30 देखि उनीहरूले बोलाएको छ हैन। 8:30 देखि चाहिँ लानु सक्छ। अनि नानीलाई खाना रेडी गरिदिँदैछु र उसलाई मनपर्ने खाना लगेर जानुको लागि चाहिँ रेडी गर्दैछु। म तपाईँहरूलाई भरे देखाउँछु नानीसँग भेटेको, घुमेको, बात गरेको। अनि हामी चाहिँ जहिले आउटिङ जाँदा घरको खाना एक टाइम चाहिँ घरको खाना खुवाउँछौँ, किनभने उनीहरूले घरको खाना चाहिँ मिस गरिरहेको हुन्छ हो। घरमा कस्तो खाने, कस्तो मन पराउने हामी त्यस्तो बनाइदिन्छ हैन नानीहरूलाई युजुअली। अनि उनीहरूले चाहिँ त्यो घरको खाना मिस गरिरहेको हुन्छ र एक टाइम चाहिँ उनीहरूलाई हामीले घरको खाना लान्छौँ। मजा आउँछ हामीलाई पनि उनीहरूको लागि एक्साइटेड हुँदै खाना प्रिपेयर गर्नु, पकाउनु, उनीहरूले मन परेको खानाहरू हो। अनि मिलेर हामी हाम्रो थुप्रो फ्रेन्ड सर्कल सबैजनाले आफ्नो आफ्नो आइटम बनाएर ल्याउँछ। एक प्रकारको आउटिङ चाहिँ हाम्रो पनि राम्रो हुन्छ, प्यारेन्ट्सको पनि भेटघाट गर्ने एन्ड नानीहरूसँग घुम्ने टाइमको लागि चाहिँ वेट गर्दा गर्दा हुन्छ। हामी चाहिँ कहिले आउँछ, कहिले सेकेन्ड स्याटरडे, एभ्री सेकेन्ड स्याटरडे उनीहरूले पाउँछ नि त नानीहरूले। अनि कहिले आउने भनेर हामी पनि वेट गर्दा गर्दा हुन्छ क्या, मजा आउँछ, एक्साइटमेन्ट। मेरो खाना रेडी भइसक्यो। यो चाहिँ सुकुटी मेरो छोरीको फेभरेट। यसमा माम छ, आलु चरचरे, दाल हो, यसमा चिया छ। यो चाहिँ हाम्रो लागि हो, अलमोस्ट रेडी। यो चाहिँ मेरो नयाँ बजारको नानीहरूले दिएको मेरो फेयरवेलमा हटकेस। यति राम्रो काम लाग्ने छ क्या मेरो छोरीको लागि लन्च लानु हो। नानीहरूलाई थ्याङ्क यू, नयाँ बजारको नानीहरूलाई। म जहिले यो बोक्दाखेरि चाहिँ उनीहरूलाई सम्झिन्छु क्या। मलाई एकदमै काम लाग्ने चिज चाहिँ उनीहरूले प्रदान गरेको छ योपालि। थ्याङ्क यू भन्न चाहन्छु। हामी हिँडेको है भाइ नानालाई भेट्नु हामीको आउटिङको लागि हर्न बजाउँ। आज चाहिँ मेमी पनि हिँड्नुहुन्छ हामीसँग, बहिनीलाई भेट्नु जानुहुँदैछ मेमी पनि। त्यो बारीमा किन फाल्नु भनेर नि मैले चाहिँ त्यो कसैले चाहियो भने लाँदा हुन्छ नि त। त्यो तल सिन्टेक्स छ दुईटा, त्यसमा त्यो यस्तो ओभरफ्लो निकालिदिएको छ नि पाइपै हो। कसैले लाँदा भयो नि त त्यो ओभरफ्लो झन्डै गयो भन्यो, मिन्चोक पो भन्यो। जाडो पो भयो। आज चाहिँ हाम्रो 2026 को फर्स्ट आउटिङ नानीहरूको। यिनीहरूलाई यहाँ घरमा बनाएको खानाहरू आमाहरूले दिँदैछ। अहिले दुईवटा फुच्चे पनि आएको छ यहाँनिर, रेगुलर भिजिटर हो यिनीहरू हो। यहाँ 3जना आमाहरूले 3जना छोरीहरूलाई माया गरेर माम खुवाउँदैछ। आज चाहिँ हाम्रो दाजुहरू गेस्ट पनि हुनुहुन्छ। यहाँ हाम्रो सर आज पनि ब्याङ्क बन्द गरेर आउनु भएको। जाडो भएर जाडो फेरि के छ खानेकुरो चाहिँ त्यो पनि यही छ। आउँछ न यहाँ यिनीहरूले गर्दा चिकनको हत्या भएछ है। सुकुटी बहिनी आफै पकाउनु भएको? आफै पकाउनु भएको? भरेको लागि चाहिँ मोमो छ ल तिमीहरूको?
एकछिनमा अब नि रोटी छ होइन हाम्रो यहाँ छ रोटी प्लेट खोइ ल्यायो चिया खाउँला हामीले हाम्रो लागि चिया पनि छ है दाजु बिहानै 5 बजी उठेर चाहिँ पकाएको तपाईँले पकाउनु भएको आफै नै हौ पसिना आएको छैन त अन्त अघि आएको दिन मै किन आएको तपाईँ चाहिँ आधी खाइदिनु भएको आफू बाँचेर अरूलाई बसाउनु पर्छ नि त ओ माम खानु बस्नु 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 अनकम्फर्टेबल भयो बाबा मलाई एकछिन टाइम लाग्छ होला नि त एडजस्ट हुनु अप्ठ्यारो लागेन उसलाई सधैँ चाहिँ हामी माथि होमस्टेमा गएर खान्थ्यो आज चाहिँ यहीँ स्कुलमै खाएर ट्याक्सीमा जाउँ भनेर माथि माथि क्या डेलोको छेउको होमस्टेमा खान्थ्यो कि तर आज चाहिँ यहीँ खाएर गाडी नलैदिनु हजुर नानीहरू बाहिर निक्लिँदैन रहेछ कि त्यो स्लिप लगेर मात्रै भित्र छोडिदिँदो रहेछ मिठो घरको मामा मिस गरिरहेको थियो भनेर ल्याइदिएको मिठो भयो 3जनालाई यिमिना मिठो भयो मिठो गर्दै खाँदैछ यिनीहरूले हाम्रो सानोतिनो पिकनिकै हुन्छ यहाँ नखाने नानु अब चाहिँ हामी बजार जाँदैछौँ बजारको लोकेसन चाहिँ भन्दिनँ ट्याक्सीमा जाँदैछ ए नेक्स्ट टाइम ल दुईजना त नानाहरू भेट्नु आएको होइन उनीहरू त है उनीहरू त आफ्नै दुनियाँ छ दुईजना भेट्नु मात्रै आएको है Hello everybody, we are in the bazaar. नानीहरू म चाहिँ घुम्दैछ है यहाँ बजारमा नानीहरू के किन्नु भन्दा पनि हाम्रो पो बेसी है We bought, के पो पेन्सको लागि के पो त्यो केन्जा म भन्दा टल भएछ ला वेट ल मलाई हामी चाहिँ पहिन न यहाँ पहिन त नभने किन यतिकै We are buying घुमाइ नघुमाउ रिङ्गालाई टर्नु गऱ्यौँ डन्टु हाम्रो यहाँ गुन्द्रुक खनाइ छ है कतिजना आएको छ भनिदिइहाल्नु नि 4-5-6जना हो यहाँ 12जना I'm on the floor. Mama. गुरुजीसँग त 13जना एउटा भ्यान पङ्क्चर हुन्छ है प्रशंसाको मामा त है त्यहाँको पनि छैन पछाडि हामी यहाँ मिठो त झन् यहाँ भुइँमा एउटा भ्यानमा गएको दिन्छ प्रमोद पनि पुरा प्रमोदलाई त एक्स्ट्रा पनि परिरहेछ यहाँ दुईजना चाहिँ फेरि टप भएर अगाडि हो मजा आउँदो रहेछ यसलाई कहिलेको कुरा हो नानीहरूको नयाँ के खायो लोगो 100 इयर्सको लोगो आज सिलाइकन टेलरकोमा चाहिँ हामी 2 घन्टा जस्तो बढ्थ्यो होला है सिलाएर चाहिँ दुईटा टेबल आउनु अहिले चाहिँ हामी होस्टेलमा आएर बसिरहेको छ होस्टेलको तल गाडी राख्ने ठाउँमा यहाँ आउनु न परेछ हौ आउनु यता
आज चाहिँ हाम्रोमा है पुरा टाइम भएर मजा आयो। अरू ठाउँतिर जाँदा चाहिँ कुद्दा कुद्दा हुन्छ गाडीमै टाइम बित्छ नि त। आज चाहिँ हामीले खाना स्कुलमै खुवाएर चाहिँ हस्टेलमै है खाएर चाहिँ हाम्रो टाइम बाँच्यो नि खासमा है। यहाँ बस्नुहोस् न। जाउँ आइसक्रिम खाने अरे हो यिनीहरू। घाँटी चाहिँ नदुखोस् नि। Strawberry. के फ्लेभर? स्ट्रबेरी दुईजना कम। मुसमुस छ त मुसमुसु। Let's go. नै उनीहरूको आउटिङको टाइम पनि सक्नु आँट्यो है। नानु हेर त टाइम। July भने बस्नु नै होला हँ ढिलो न ढिलो। हाम्रो सेकेन्ड लन्च एकैचोटि जुनमा यिनीहरूको उनीहरू चाहिँ मोमो खाँदैछ। मेमा आउटिङ हुन्छ, अप्रिलमा आउटिङ हुँदैन। प्रशंसाको मामाले मोमो बनाएर ल्याउनु भएछ मिठो। चिकन मोमो र भेज मोमो। उकुस पुकुस भयो। आज हामी चाहिँ बाहिर बसेर खाएको मजा आयो है दादा। भाइ बेसी नखाऊ पिरो। अबि तिमी बेसी नखाऊ पिरो। घाँटी दुख्दैछ। मेरो बोल त्यति खाँदैछ आइपुग्नु भयो। बेला भयो है। अब मेरो छोरीले छोडेर जाने टाइम हुन आँट्यो है। जुम्ला मामा स्न्याप पायो। Why, Appa? Appa. Thank you for watching the video. See you next time. मेरो छोरीको फर्स्ट 2026 को आउटिङ। अब मेरो कामिलालाई छोडेर जाने टाइम हुन आँट्यो। म खाने लुगा फेरेर आउने बहिनी। ओके लु जाऊ। अब हामी चाहिँ नानीहरूलाई पर्खिरहेको छौँ अन्तिम झारेर है। आई गलेर मऱ्यो। एन्जेलिया है भाइ। त्यो बगनबेलिया मजाको छ नि। कस्तो पिसफुल छ हौ यहाँ। कस्तो मजा आउँछ फुलहरू हेर। कस्तो दामी दामी फुलिरहेको छ। माई गुडनेस। ए त्यसमा हाल्दा पनि राम्रो देख्दो रहेछ है। ठिक गर्दा पनि राम्रो। यहाँको वेदर ठिक हुन्छ नि त। Bye bye. ल बाबा। बाई। दुईजना पनि हक गरिहाल अब। दुईजना जिग्ने पनि हक गरिहाल अब। स्याड हुँदैछ क्या। अब कहिले भेट्ने दुईजनाको? तिनीहरूलाई छोडेर जानुपर्छ अब।
पार्टिङ टाइम चाहिँ डिफिकल्टै हुन्छ सबैको लागि, प्यारेन्ट्सलाई पनि नानीहरूलाई पनि। सबैजना प्यारेन्ट्सहरू फर्किँदैछ, बाई बाई नानीहरू पनि। बाई बाई। अब चाहिँ हामी नानीलाई छोडेर फर्केको, तर यस्तो डरलाग्दो जाम भइरहेछ कि ओह्रालोमा फर्केको जामले चाहिँ रोकिरहेको छ। भर्खर आइपुग्यो हामी कालिम्पोङबाट, नानीलाई भेटेर, नानीको आउटिङ सकेर हत्तु भएर घर आइपुग्दा चाहिँ अलिक हत्तु हुन्छ हामी। नानीलाई बिचारा छोडिराखेर आयौँ, तर केही छैन, फेरि इस्टर होलिडेज भइहाल्छ उसको। इस्टर होलिडेज बादमा चाहिँ अप्रिल, मे, जुन आइहाल्छ। ठिकै छ। मैले चाहिँ यो एक्चुली नानीको फर्स्ट आउटिङ डेको बनाएको, फर्स्ट आउटिङ 2026 को। म त्यसरी सुबिनियर बनाइराख्छु नि त, पछि गएर उनीहरूले हेर्छ कस्तो थियो के थियो, मजा आउँछ बादमा गएर हेर्नु। तपाईँहरूलाई पनि थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा। ओके बाई।